नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं नेपाल पत्रकार महासंघको निर्वाचन सम्बन्धी प्रसंगबाट। नेपाल पत्रकार महासंघ धनुषा शाखाको 26औं महाधिवेशनमा अध्यक्ष पदमा मनिका झा निर्वाचित हुनुभएको छ। देशैभरि एकैसाथ सम्पन्न हुन लागेको प्रत्यक्ष प्रणाली अन्तर्गत आज आएको मत परिणाम अनुसार धनुषा शाखामा उहाँ निर्वाचित हुनुभएको हो। त्यस्तै उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, सचिवमा बटुकनाथ झा, सहसचिवमा निरञ्जन शाह, सहसचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा राजकमल सिंह विजयी हुनुभएको छ। त्यस्तै सदस्यहरूमा ब्रह्मानन्द ठाकुर, अर्जुन मण्डल, सञ्जय शाह, सन्तोष कर्ण, दीपक दास र फुलगेन मुखिया निर्वाचित हुनुभएको छ। महासंघ धनुषामा कुल 174 जना मतदाता रहे पनि 162 मत खसेको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षमा कमलेश मण्डल विजयी हुनुभएको छ। मण्डल नेतृत्वको पूरा प्यानल नै विजयी भएको छ। महोत्तरीमा महासंघको नयाँ नेतृत्वको लागि कमलेश मण्डल र महेश कुमार दास प्यानल सहित चुनावी मैदानमा रहेको मण्डल नेतृत्वको प्यानल नै विजयी भएका हुन्। नवनिर्वाचित उपाध्यक्षमा हेमकुमारी बराल सुनिता, महिला उपाध्यक्षमा सुनिता कुमारी, कोषाध्यक्षमा अजय कुमार सिंह, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो र सहसचिव समावेशीमा सञ्जित मण्डल रहेका छन्। नेपाल पत्रकार महासंघको 26औं महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिका लागि भएको महोत्तरी शाखाको निर्वाचन समितिका मतदानका लागि बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म समय तोकिए पनि त्यस अगावै 100% मतदान भएको थियो। नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा 41 जना मतदाता रहेको छ। नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्षमा मनोज बनैता विजयी हुनुभएको छ। बनैता नेतृत्वको पूरा प्यानल नै विजयी भएका छन्। त्यसैगरी नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर नेउपाने नेतृत्वको गठबन्धन प्यानल सहित विजयी बनेको छ। बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर नेउपाने, उपाध्यक्षमा रणसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दीपक आर्यल, अनिल पन्त, अविन लिम्बू, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफले विजयी हुनुभएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे डाकिएको बैठकमा आज विभिन्न समिति र आयोगका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्तालाई 5 वर्ष जेल र 15 लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन बैठकमा पेश हुन लागेको हो। विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विधेयक पेश गरेकी छिन्। कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन समितिले आज सदनमा पेश गर्न लागेको हो। विधेयकमा मौलिक हक अन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालको प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोग र थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद ऐश्वर्यालाई प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। सर्वोच्च अदालतले फागुन 11 गतेमा प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि फागुन 23मा सुरु भएको संसदको यो अधिवेशनमा सरकारले बिजनेस दिएको छैन। बैठकहरू, शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आइरहेका छन्। सरकारले बिजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाइरहेका छन्। पुस 5 गतेमा प्रतिनिधि सभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै सङ्घर्ष गरेका नेपाली कांग्रेस, साबिक नेकपाको दाहाल नेपाल खेमा र जनता समाजवादी पार्टी नयाँ सरकार गठनको लागि गठबन्धनको प्रयत्नमा छन्।
बाल अधिकारको संरक्षण प्रवर्धन तथा बाल बालिका ऐन सम्बन्धी 2075 को कार्यान्वयन स्थानीय तहको भूमिका सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया गोष्ठी बुधबार मलङ्बामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा कार्यक्रम गरिएको हो। जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जेसस प्रमुख, उपप्रमुख जमुना पराजुली, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, 9 वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, महिला तथा बालबालिकाका शाखा प्रमुख, प्रहरी प्रमुख, राष्ट्रिय बाल अधिकार परिषद प्रतिनिधि, साझेदार संस्थाहरू, वर्ल्ड भिजन, बाल हेल्पलाइनका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सरकारवालाहरूको सहभागिता रहेको थियो। गोष्ठीमा सबै पालिकाबाट सहभागी भएकाहरूबाट स्थानीय तहमा बाल अधिकार सम्बन्धी कार्य प्रगतिको प्रस्तुतिकरण तथा छलफल गरी ऐनको कार्यान्वयनको लागि प्रतिबद्धता व्यक्त गरिएका थिए। महोत्तरीको भङ्गाहा नगरपालिकाबाट हराएको बालिकाहरू बुधबार अभिभावकको जिम्मा लगाइएको छ। प्रहरीले 7 जना बालिकाहरूलाई अभिभावकको जिम्मा लगाएका हुन्। महोत्तरी भङ्गाहा नगरपालिका 8 बस्ने ज्ञानकुमार पासवानको 15 वर्षीय रिया कुमारी पासवान, बद्री पासवानको छोरी 18 वर्षीय अस्मिता कुमारी पासवान, देवनारायण पासवानको छोरी 13 वर्षकी सीमा कुमारी पासवान, अरविन्द्र पासवानको छोरी 11 वर्षीय अर्चना कुमारी पासवान, विपिन पासवानको छोरी 14 वर्षीय ज्योति कुमारी पासवान, कृष्ण कुमार पासवानको छोरी 17 वर्षीय नगिना कुमारी पासवान, बेगन पासवानको छोरी 12 वर्षीय रञ्जना कुमारी पासवानलाई अभिभावकको जिम्मा लगाइएको हो। उनीहरू गायक बन्नको लागि भारतको मुम्बईतिर लागेको प्रहरी अनुसन्धानबाट देखिएको छ। बालिकाहरू कसैको प्रलोभनमा नपरी आफू खुसी गएको र भारत पठाउने वा गायिका बनाउनेमा कसैको संलग्नता नदेखिएको प्रहरीले बताएको छ। आफू खुसी गएको देखिएपछि 9 दिनपछि उनीहरूलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको हो। उनीहरू गएको चैत 17 गते दिउँसो घरबाट निस्किएको नजिकैको चौरमा घाँस काट्न निस्किएका थिए। 7 जना बालिका उतैबाट सम्पर्कविहीन भएपछि प्रहरीले खोज तलासमा जुटेको थियो। उनीहरू घर नफर्किएपछि आफन्तहरूले राति नै प्रहरी चौकी सीतापुरमा जानकारी गराएका थिए। थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटिएर गई बालिकाहरूलाई खोज तलास थालेको थियो। बालिकाहरू भारतको बिहारको जिल्ला सीतामढीको रेलवे स्टेसनमा भारतीय प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो। भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जानकारी गराएपछि तत्काल त्यस बालबालिकाहरूलाई यस कार्यालयबाट प्रहरी टोली खटिएर गई उनीहरूलाई बुझेर नेपाल फर्काएका थिए। सर्लाहीको सदरमुकाम मलङ्बा नगरपालिका वडा नम्बर 5 बाटसरमा सोमबार बिहान घर अगाडि खेल्दा खेल्दै हराइरहेका 3 वर्षीय बालक भारतमा फेला परेका छन्। बाटसर बस्ने स्थानीय रमेश सहनीका 13 वर्षीय छोरा आदर्श सहनी सोमबार बिहान 11 बजे आफ्नै घर वरिपरिबाट खेल्दा खेल्दै बेपत्ता भएका थिए। बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको सोनवर्षा थाना मुसहरनिया भन्ने ठाउँबाट सकुशल फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिनुभएको छ। बालक हराएको भन्ने जानकारी पाउन साथ तत्कालै सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले सक्रियतामा प्रहरी निरीक्षण कृष्ण गिरीको कमान्डमा खोज तलास टोली परिचालन गरी भारतीय काउन्टर पार्टर्स संघको समन्वयमा बालकको खोज तलास गर्ने क्रममा मंगलबार दिउँसो भारतको मुसहरनिया भन्ने ठाउँमा फेला परेको कुँवरले बताउनुभयो। फेला परेका बालकलाई सो ठाउँबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर परिवारको जिम्मा लगाएर यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको डीएसपी कुँवरले जानकारी दिनुभएको छ। कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ। बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइन मार्फत पढाइ सुरु गरेको जानकारी दिएको हो। विश्वविद्यालयको स्कुल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगामी वैशाख मसान्तसम्ममा अनलाइन मार्फत नै गर्ने निर्णय गरेको छ। स्कुल अफ साइन्सका डीन प्राध्यापक डाक्टर कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डीन प्राध्यापक डाक्टर
मनिष पोखरेलले संयुक्त रूपमा निकालेको सूचनामा चैत 26 गतेदेखि 2078 वैशाख मसान्तसम्ममा अनलाइन माध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ। अध्ययन अध्यापन अनलाइन मार्फत भए पनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप लगाउनु भएको छ। मोदीले बिहीबार खोप दोस्रो डोज लगाउनु भएको आफ्नो ट्विटर मार्फत जानकारी गराउनु भएको छ। पहिलो डोज मार्च 1 मा लगाउनु भएको मोदीले नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा पुगेर दोस्रो डोजको खोप लगाउनु भएको हो। उहाँले भारतमै उत्पादित कोरोना विरुद्धको खोपको भ्याक्सिन लगाउनु भएको हो। कोरोनालाई हराउने कम तरिका मध्ये एक खोप रहेको भन्दै उहाँले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गर्नुभयो। भारतमा अहिले कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ। भारतमा कोरोनाको दोस्रो लहर पहिलो लहर भन्दा निकै खतरनाक देखिएको छ। भारतमा दैनिक संक्रमित हुनेको संख्या 1 लाख नागेको छ। अब खेल प्रसङ्ग। पोखरामा जारी 19औं आहा रारा गोल्ड कप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसिएसन बीच प्रतिस्पर्धा हुँदैछ। पुलिस र अफ्रिकन बीचको खेल दिउँसो 2:30 बजे सुरु हुनेछ। आज दुवै टिम जित निकाल्दै उपाधि नजिक पुग्ने चाहन्छन्। आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वार्टर फाइनलमा 3 स्टार विरुद्ध 4-0 को जित निकालेको थियो। त्यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई 2-1 ले स्तब्ध बनाएको थियो। यस खेलको विजेताले उपविजेताको लागि सङ्कटा क्लबसँग खेल्नेछ। सङ्कटा क्लब एपीएफलाई हराएर फाइनलमा पुगिसकेको छ। हौस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।